भ्यान उठेर होइन कहाँ आइन लाग्यो भने म देखाउँदै जान्छु कि आज सनराइज हेर्न जाने हो। म चाहिँ यता साथीलाई लिन आएको कलाएर हिँडिएको छ अहिले दुईजना अँधेरो छ। बिहान आएको नि 3 बजिसक्यो क्या 3:30 बजे म उठेको नि 3 बजे 4:09 छ अझै पुरा यस्तो सुनसान छ। यस्तो सुनसानमा दुईजना मात्रै होइन छन् अगाडि 3-4 जना छन्। अब चाहिँ यस्तो छ यो अगाडि यो माहौल यस्तो छ। अब हेर्दै जाऊँ कहाँ कहाँ गइन्छ। अब चाहिँ हामी हिँडियो अब कति अब लगभग 4 बजिसक्यो 4 बजे ठ्याक्क लाएर हिँडियो। अब चाहिँ हामी वहाँ चाहिँ 5 बजे कुन तरिकाले जाने हो 6 बजेबाट लगभग 5 बजेतिर गइकन 5:30 बजेर उभिन्छ। अनि उयो रोशनलाई पर्खिने होइन टक्क लाएर हिँडियो छ यहाँबाट नि है वहाँ माथि पनि हो देखिएको छैन किन्न त किन्नु पुरा हिजिले देखिहाल्छ। राजस्वर आइसक्यो अनि हामी हिँड्दैछौँ पञ्चलबाट आएको राजस्वर आयो। अब राजस्वरबाट हिलेबाट थाप्ले अनि बल्ल सनराइज हेर्ने हो क्या। यस्तो छ बाटो त अहिले त नयाँ बाटो आइयो नि। हेलो गाइज वेलकम ब्याक टु आवर ब्लग। दिस इज प्रतीक ढकाल। आज हामीसँग हुनुहुन्छ हाम्रो एकदमै ठुलो युट्युबर भूपेन्द्र जैसी भूपेन्द्र मान जोशी होइन सबभन्दा ठुलो भूपेन्द्र योगी हुनुहुन्छ हामीसँग आज। भूपेन्द्र योगीको नाम चाहिँ तपाईँहरू सुन्नुपर्ने हो मिमहरूमा पनि। आज उहाँ चाहिँ हामीसँग यो प्लेटफर्म सेयर गर्छु न दाइ भनेर आएको हुँदा चाहिँ हामीले चाहिँ उहाँलाई भ्लगमा राखेका छौँ। एउटा बसन्त नाका भन्ने छ एउटा राम्चे विकट भन्ने ठाउँबाट धेरै दुःख पाएँ गाउँ विकट भएर। बाटो यस्तै छ राम्चेमा पनि। र अहिले चाहिँ हामी हिलेभन्दा तल छौँ अनि बाटो चाहिँ एकदमै खतरा छ। एकदमै मुटु दह्रो बनाएर हेर्नु होला। भूपेले आज तर्साउँछ कमजोर दिलवाले नहेर्नु होला बहुत धन्न लुटेको थियो तल सिधै। अब यहाँ फेरि ठडिन पर्छ यार गाइजहरू। यस्तो खतरनाक जङ्गलको बाटो हामी हिँडिरहेको छ जब 4 जना भन्दा छैन घर छन् यता डराउनु पर्दैन। यो डराएर कामिसक्यो तर सुनसान घर हुने यहाँ सब बस्ने भयो थाके 15-25 किलोमिटर वहीँबाट माथि कुना लाग्छ यार। नबोल्दा धेरै पता नआएको क्या बढी बोल्ने होइन कति राम्रो गाउँ छ उता पल्लो डाँडा। अब रोड आइसक्नु ला त हामी चाहिँ माथिको रोडमा आइसक्यो। फेरि त्यही रोड थियो त्यही रोडबाट काटेर आएको फेरि रोड आइसक्यो। यस्तो छ है यहाँ डन छन् फेरि सबभन्दा डराएको भनेको यो हो सबभन्दा डराएको। यहाँ तल लाइन्थ्यो यस्तो छ। यो हेर्दै जानु यस्तो रमाइलो हुन्छ रमाइलो हुन्छ क्या। यस्तो छ गजेङ गुजुङ है त्यो जाम हिँड्दै हु चिसो हावा चल्यो यार। अब त टोपी त लाउन पर्यो टोपी लासी होइन टक्कला छिटो हिँड है 5 बज्न लाग्यो छिटो हिँड त 1 घन्टा नि पुग्दैन कि छिटो हिँड। अब आधी बाटो आएर फर्किने आधी बाटो आउने फर्किनु जाने कडा हुन्थ्यो। हामी हिँड्दै यो बाटो यस्तो छ पहिरोले खाइसकेको छ। चन्द्रमा त्यहाँ छ हामी उतो डाँडाबाट आएको है।
1 घन्टा भन बस्न हामी हिँडेको हामी त घरबाट हिँडेको 1 घन्टा त भयो यार बाटो अझै नि आएन कि बाटो चेन्ज भएको त बाटो कसले उठाएर ल जस्तो छ नि ए भाइ खाल्टा खुल्टी एउटा धेरै खुट्टो काट्ला नि लुगा यसमा 5000 लाइक हुन्छ भने म चाहिँ ओभरनाइट सर्भाइभिङ च्यालेन्ज एक्लै 5 लाइक 5000 अगाडि अनि पछि तल लाइट कसले देखाउँछ पर्तिको अगाडि भातै गियर पेलेर अगाडि गयो भने अब त आउँछ गियर पेलेर अगाडि जान्छ 5000 लाइक भयो भने म ओभरनाइट सर्भाइभिङ एक्लै हाल्छु हिँड्दै राति अँध्यारो त के भन्ने उज्यालो भइसक्यो है यति बेला त पुण्यवाला भएको के रे हामी चाहिँ अहिले देखिएको छैन क्लियर यहाँ चाहिँ अँध्यारो भयो कि त्यही भएर हामी त माथि माझ अब हाम्रो ओए सनराइज हेर्न आएको के गाइस सनराइज अब सुरु भइसकेको छ यही हो त्यस्तो छ त्यो राति छ ए यहाँ त रातो सनराइज हुँदैछ का यो तलपट्टि चाहिँ 5:16 भइसकेको छ अनि उस्तो हुँदैछ अब रबको गाइस फाइनली सनराइज हुँदैछ है अब चाहिँ 4:44 भइसक्यो अब चाहिँ हामी कति बजी हिँडेको उहाँ 4 बजी हिँडेको यहाँ आधी टाइम जस्तै खाइदिएको यस्तो छ बाटो यार पुरै यस्तो छ हामी सबै त्यस्तै मान्छे गरियो कि जसले त नि होइन म हेर्नु जसले त म झोला बोकेँ जसले भन्यो बाटो खतरनाक छ अब झन् खतरनाक बाटो छिर्दैछ यो त फेबेतालको भ्यू रेस्ट लेखाएर माथि तल त तल हेर न कुयो टाल परेछ अब चाहिँ हामी माथि जान्छौँ माथिबाट क्लियर देखिन्छ भन्छ हामी भाइले अब हिमाल त अलिक देखिन्न होला योबाट त न त मैले देखाइदिने खतरै देखियो तर क्या नि म फोटोमा हालिदिन्छु ओए सन्दर जानु अलि छिटो नि यार भुपेसर हजुर यता जाम यता बस्नु नि कता यो बाटो कहाँ छ नादर त मलाई जिज्ञासा छ भुपेसर तपाईँले भनिदिनु न यो बाटो मलाई पनि थाहा छैन मलाई जिज्ञासा छ नि त भविष्यमा जाउँला ए यहाँबाट हामी चाहिँ यतापट्टि नि खतरा देखियो कि यता नि राम्रो यहाँ तल अहिले जान मन छ क्या तल देखिन्छ क्या अलि जान मन छ तल अनि लिर्किन्छ क्या भाइ पानी हो यहीँबाट राम्रो आयो कि यतापट्टि चाहिँ हिमाल छ हिमालपट्टि खतरा देखिएको छ होइन कस्तो मजाको परेको यस्तो यो फ्ल्यास भएर पुरै पानीले रुजाएको यार कपडाहरू किन चिसो हो आइसक्यो होइन नगर टिप तर भुपेकोले राति खोलिरहेको थियो यत्रो छिटो आउँछ उतिहरूले त यता नचला क्लिप नकाटे नहल्ला उयो यतिको राखेँ ठिक छ जुमिन गरे हल्लिन्छ पहाडको बिचमा त्यही हो नि नहलाउ रातो
रुटिङ अफ बागमती टल्किन त नि टल्किदिया त हामीसँग आउँदै फिर्छ ए भाइ यो त खतरा सुन यता हेर प्रतीक तिम्रो अनुहारमा घाम टल्केकै छैन अल्छ हो र हामीसँग आइके किरणै आएन कि हामीसँग त्यति साह्रो हुन्छ र लाभ लाग्यो यसलाई किरण पर्दा त भ्यू नै अर्को हुन्छ त हेर न एकचोटि यार होराइजन माथि आसी होला के के त सबै त्यो रातो रातो पुरा छेकिन्छ होला तिमीलाई आज एउटा खतरा कुरा के देखाउँ थाहा तिम्रो यहाँ घाम पर्छ नि यसरी घाम तल जान्छ यता हेर यसरी तल जान्छ घाम किरण के देखिन्छ त नि तँ पनि देखिन्छ नि यहीँबाट फिल गर्न मिल्छ भनेको आँखाले हेर्ने केटाले त्यस्तो बिच देखिन्न तर बुझ्न चाहिँ सकिन्छ कति बेला टल्किन्छ नि मुखमा जति बेला यहाँ आइपुग्छ त्यति बेला भनेको लेभल घट्दै जान्छ नि माथि आउँछ नि घाम त्यति बेला हेर न हल्का रातो रातो आज गोल्ड परेन यार गोल्ड राम्रो हुन त 11 को त्यस्तो राम्रो क्यामेरा रहिजमा थाहा पाइसक्यो एक्सआरको राम्रो हो नि टल्कियो एक्सआर पर भाइ पिर्साको मजा पर्दैछ पछि आउँदै गरम न पहिला त्यो रुखहरूमा पर्छ माथि ध्यान देऊ न माथि एउटा ओइ होरियाबाट एउटा फोटो खिच्न ओइ होरियाबाट चुच्च हात आयो बल्ल के भाइ यो त खतरा चिज रहेछ यार यता मुन्टी यता टिक कसरी बिहार दिन्छ यार मैले देखेको सन्दीप दाल लानु थियो त्यहाँ होइन तिमीलाई हामी उहाँ गएको थियौँ नि प्रतीक हामी उहाँ गएको थियौँ नि के अरे मेरो त आँखाले त्यो वरिपरि त्यसको धब्बा देखेको के मेरो त देख्दैन होइन निलो निलो आफ्नो निलो कालो थियो भने कहाँ त्यसलाई हेर्न सकिन्छ यार हेर्नै सकिए होइन ओइ कस्तो धब्बा कस्तो बढ्दैको अवस्था देखेको क्या मन त ओए तिमी चाहिँ एकरो हेरिरहेको त्यो त जग्गा आफ्नो एरिया जता पाउँछ त्यो त धब्बा जाँदो रहेछ आँखाले त्यहाँ फोकस गर्नै सक्दैन फोकस भन्दा नि त्यो लाइट भ्याउनु आयो आएन आयो कि ज्याकेटा परो मेरो ज्याकेट नि पर्यो आयो बल्ल आयो अझै पनि आएन कम्प्लिटली आएन कम्प्लिटली कहाँ टलकै टल अलिअलि चाहिँ आयो किरण यसरी हेर्छदेखि एउटा फुल भिडियो बनाएर हामीले गोल्ड चाहिँ माछा पुछ्रेमा भन्दा नि उता राम्रो देखिन्छ क्या आज तर मैले सोचेको अनुसारको गोल्ड आएन यहाँ आज तिम्रो घामको किरण जस्तो हुन्छ नि ठ्याक्कै टल्किने आएन कि लल्छ मलाई जाडो वा लाग्छ भयो कि अब यहाँ अब हिट फिल हुन्छ केटा हो हिट फिल अहिले सतला तातो आएको त नि घामको किरण परेपछि बल्ल आयो नहल्लाउन तिमीले बिगारिदियो क्या क्यामेरा पुरै यिनलाई भनेको उति दुइटाले हामीलाई रोहित भने ठिकै छैन रे यो सार त मैले त डल्लो मात्र देखेँ ब्रो भिडियो होइन यी हेर न राम्रै छ हेर न यसलाई मैले टच गरेँ अब हेर राम्रो छ हेर है भन्नाले अब घाम ठुलो होस् यस्तोले फोकस गर्दो रहेछ लाइटमा तर डिममा चाहिँ राम्रो गर्दो रहेछ के फोनले लाइट बसी चाहिँ आउँछ किन आउँदैन भन्दा नि देखिने यार यो घाम यार के भएको टाइम ल्याप्स त्योबाट त लाग्दै उसिन्छ कि 2 सेकेन्ड ल हेर बसन्त हेर्न बाहिरको लाइटहरू चाहिँ फोकस चाहिँ हुँदो रहेछ अलिअलि होइन तर यत्तिकैमा खिच्छ यार त्यति देखाइदियो भने टाइम ल्याप्स भयो के 3 दिन 10 मिनट यस्तो हुन्न यो त हच्चु बोल्दो रहेछ एक सेकेन्ड त होइन दुई 3 मिनटको 1 सेकेन्ड होला सबसे राम्रो बियर खिच्छ खिच्दै रेडी हो या मिरा खिच्न मन रहेछ नि अहिलेसम्म हेर त यो त देखिया कसै गाडा यो के हो यो यसो म खिच्छु ल्याउ त भिडियो जानु न फोटो हाल्नु आजबाट यति नै मन परेमा लाइक कमेन्ट सेयर सब्सक्राइब हान्न नभुल्नु होला अनि यस्तो यस्तो भिडियो आउने छ यसको पार्ट 2 पार्ट 3 नै आउन सक्छ सायद आउन सक्छ अनि सनराइज उदाएको कसरी उदाउँदो रहेछ कसरी के हुँदो रहेछ अनि मैले एउटा लङ भिडियो बनाएको छु यो भिडियो नि म पोस्ट गर्छु यो चाहिँ ब्लग च्यानलमा एड हुन्छ
अनि चाहिँ सञ्चार डुलाएको चाहिँ मेरो मेन च्यानल मिस्टर नेपाली ह्याकरमा चाहिँ एड हुन्छ